कोनपुरमा छु बाँके जिल्ला कोनपुरमा आफ्नै गाउँठाउँमा छु र यहाँनिर मेरो आमा हुनुहुन्छ। यति गर्मीमा यसरी उहाँले मक्का पोल्नुहुन्छ आगोमा र यस्तो गर्मीको समय छ फेरि पनि हाम्रो आमाले एकदमै स्वादिष्ट मकैहरू पोलेर खुवाउनुहुन्छ। उहाँको अब आफ्नो केही घरको दुःख सानीहरू होला सबैले हेर्नु होला, माया गरिदिनु होला आमालाई र केही कुरा आमासँग सोध्छु। आमा नमस्कार। नमस्ते बाबु। सन्चै हुनुहुन्छ? सन्चै छु बाबु। यस्तो गर्मीको समयमा यसरी आगोमा दिनभरि बस्नुहुन्छ, गाह्रो त हुन्छ होला होइन? गाह्रो त हुन्छ त बाबु। गाह्रो त हुन्छ। यसरी आगोमा बस्नुहुन्छ अनि यसरी मकै पोल्नुहुन्छ, यति कति वर्षको हुनुभयो आमा होइन? म 65-66 वर्ष हो। 65-66 भइसक्नुभयो। 65-66 वर्षको उमेरको हाम्रो आमा हुनुहुन्छ र उहाँले फेरि उहाँको यति धेरै हिम्मत, उहाँको यति धेरै साथलाई हामीले मनैदेखि सपोर्ट गर्छौँ। सबै आमाहरू यस्तै हुनुपर्छ, गर्नुपर्छ। आफूले सकेसम्मको काम त अब गर्नै पर्यो आमा होइन? हजुर, के गरौँ बाबु, तडघोडा चलिँदै नि अलिअलि अब अरूसित हजुरलाई के हजुर हजुर। अनि अब घर पनि के बस्नु र त्यस्तै घर बस्नु लाग्दैन। हजुर हजुर। अब यहाँ आएपछि अब सबै यस्तै हो, हजुरहरू छोराछोरीहरू नाना तिनीहरू आउनुभयो, देख्न पाइयो, सबैसँग बोल्न पाइयो, बोल्नु पाइयो। हजुर हजुर। अब दुखी भएको मन, पीडित भएको मन पनि अब अलिकति शान्ति हुन भित्र। अनि अब कुराहरू, हरेक कुराहरू, पिरहरू गाउँमा भरिया हुन्छन्। हजुर हजुर। सबैसित व्यापार गर्दा अलिकति हल पनि हुन्छ कि। हजुर हजुर। त्यही कारणले अब आउँछु म त अब छोराछोरीहरूले। हजुर, छोराछोरीहरू त घरमा हुनुहुन्छ होइन? छैनन् घरमा। कहाँ हुनुहुन्छ? बाहिर इन्डियामा छन्। छोरो क्रिकेट छ। हजुर हजुर। ठुलो छोरो नातिना उतै छन्। बुहारी बिमारी भएर पनि उतै दबाई गर्न लागेका छन्। हजुर हजुर। अब के गर्ने, किरा भन्ने मान्छेको जीवनमा यस्तै हुँदो रहेछ बाबु। हजुर, धेरै दुःख कष्ट राख्नुभयो होला। हुन त दिनभरि यसरी आगोमा बस्ने यस्तो गर्मीको समयमा त कसलाई रहर हुन्छ र होइन? केही न केही बाध्यता पनि होला र आमाले भनिसक्नुभयो, सबै छोराहरू आउनुहुन्छ, सबै बस्नुहुन्छ, बोल्नुहुन्छ, मनलाई शान्ति पनि मिल्छ भन्नुहुन्छ। डाक्टरजी, सबैले हाम्रो आमालाई पनि अलिकति माया देखाइदिनु होला र आमाको साथ त्यो सम्मानको लागि पनि एक लाइक एक सेयर अवश्य गर्नु होला भन्दै हृदयदेखि